गत मार्च 22 तारिक शनिबारको दिन सम्पन्न भएको रमजान अल एन्जो नाइट रनमा भाग लिन गएको थिएँ। सम्भवतः यो मेरो जीवनको पहिलो रन कम्पिटिसन थियो। हालसम्म 7 स्वर्ण पदक, 14 रजत पदक र 17 काँस्य पदक जितिसक्नुभएका मेरो अति नै आदरणीय दाई हरिकृष्ण विष्टसँगै गएको थिएँ। सुरुमा त धेरै नै गाह्रो भएको थियो। 5 किलोमिटर कुद्नु पर्ने, सास नै रोकिएला जस्तो भयो। तर पनि हार नमानी दौडिरहेँ। यो मेरो पहिलो रन भएको भएर पदक पाउँछु भन्ने त आशा मलाई पटक्कै थिएन। मात्रै मलाई रन पार गर्नु थियो 5 किलोमिटर। अन्तमा धेरै नै गाह्रो गर्दै 5 किलोमिटर रन सकेँ। केही रेस्ट गरेपछि स्टेजमा आएर हेरिरहेको थिएँ अरूले मेडल लिइरहेको। 81 उमेर समूहबाट रजत पदकमा पहिलो महिला भनेर मेरो नाम आयो र पुरुषतर्फ दाईको नाम आयो। म चाहिँ एकदमै खुसी भएँ। पहिलो प्रयासमै सफलता हुन पाएकोमा खुसी त म थिएँ नै, त्यस्तै दाईप्रति पनि धेरै नै आभारी छु। आफ्नो प्रयास चाहिँ जारी राख्नुपर्ने रहेछ, सफलता चाहिँ अवश्य हुने रहेछ भन्ने एउटा पाठ पनि सिकेँ मैले।